हेर्नुहोस् हजुर, यदि तपाईँको ढाड दुख्ने, कम्मर दुख्ने, खुट्टा दुख्ने समस्या छ भने तपाईँले यो तेलले मालिस गर्नुभयो भने सही हुन्छ। खै हजुर के विश्वास गर्नु र, अस्ति एउटाले पेट दुखेको औषधि दिए भनेर त रातभरि यत्रो जुका पर्यो हेर्नुहोस्। अरे हजुर, अरू जस्तो यो तेल होइन कि, यो तेल तपाईँको हेर्नुहोस् यार्चाकुम्बाको बिर्हे, पमिलाको मुटु कलेजा, उडुसको पित्त थैलीबाट बनेको नि। हेर्नु सर, यी सबै फाँसी कुरा हुन्। अस्ति त्यो पेट दुख्ने औषधि दिने मान्छेले पनि एलियनको दिशाबाट मूत्र थैलीबाट बनेको भन्दै थियो। अब म तपाईँलाई कसरी विश्वास दिलाम? यो त्यस्तो किसिमको होइन कि, यो त तपाईँको मालिस तेल हो। तपाईँको पुरानो कुनै पनि दुखाइ छ भने सहित बनाउँछ। हेर्नु सर, मान्छेहरूले भन्ने गर्छन् मर्या देशीले जिउँदो नेपालीलाई बेच्छ अरे। तपाईँ जिउँदो नेपालीलाई बिना लानु भएको छ यार। ए भनेपछि तपाईँलाई विश्वास लाग्छ छैन होइन? मैले तपाईँलाई प्रुफ गरेर देखाउनु पर्यो होइन? दुखिरहेछ नि? धेरै दुखिरहेछ। ल रोक्नुहोस्, तपाईँले विश्वासै गर्नु भएन। दुखाइ कम भयो कि नै? हो हजुर, मैले तपाईँको विश्वास माने। मसँग अर्को तेल पनि छ, यो। यदि तपाईँको बच्चा भएको छैन भने यो तेल मालिस गरेर तुरुन्तै बच्चा हुन्छ। यदि तपाईँलाई विश्वास लाग्दैन भने बुढीलाई बोलाउनुहोस्, हामी स्याम्पल देखाउँछु। भयो हजुर, मलाई तपाईँप्रति पुरा विश्वास छ।